नमस्ते टसिदलिक फेफला फेरि पनि पुनः स्वागत छ हजुर सम्पूर्णलाई मेरो यस युट्युब च्यानलमा। आज फेरि पनि हजुरहरू समक्ष केही महत्त्वपूर्ण जानकारीहरू लिएर चाहिँ उपस्थित भइसकेको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु भन्दै मेरो छोटो भिडियो हजुरहरू समक्ष राख्न चाहन्छु। आजको मेरो विषय रहेको छ छाकछालवी फेन अथवा चाहिँ ढोक गरेको चाहिँ फाइदाहरू के छ, त्यसबारे विद्वानहरूको चाहिँ भनाइ के छ त्यही अनुसार चाहिँ म राख्न चाहन्छु। विशेष गरेर वज्रयानको चाहिँ महान गुरु हुनुहुन्छ, उहाँले प्रतिपादना गर्नु भएको चाहिँ कुनसँग लामी सेरम भन्ने छ। बजार कल्याण मित्रको मुखारबिन्दुबाट चाहिँ प्रतिपादना गर्नुभएको मुखाम छ, त्यसमा के भनेको छ त्यही अनुसार चाहिँ मैले हजुरहरू समक्ष ढोक गरेको चाहिँ फाइदा चाहिँ बताउन चाहन्छु। त्यसमा चाहिँ 3 किसिमले र 5 प्रकारले चाहिँ बताएको छ है। 3 प्रकार र 5 प्रकारमा चाहिँ विभाजन गरेर चाहिँ बताएको छ। विशेष गरेर चाहिँ चिउर ढिम्बा निङ्गामा चाहिँ हामीले चाहिँ ढोक गर्दाखेरि, जस्तै चिउ भन्दाखेरि चाहिँ हाम्रो शिरमा यसरी हात राख्दाखेरि चिउ हुन्छ। चिउ ढिम्बा निङ्गा भन्ने चाहिँ ठ्याक्कै काया वाक चित्त। यसले के जनाउँछ भन्दाखेरि चाहिँ हामीले यसरी 10 औँला जोडेर चाहिँ चिउमा यसरी राख्दा अथवा चाहिँ शिर उप यसरी राख्दाखेरि चाहिँ हामीले के सम्झिने भन्दाखेरि चाहिँ मैले कल्पौँ कल्पसम्म चाहिँ मैले यो कायाबाट अथवा चाहिँ शरीरबाट गरेको चाहिँ पापहरू शुद्ध भएर जाओस् सम्झिनुपर्छ भनेको छ है। अनि यसरी ढिम्बामा चाहिँ यहाँ चाहिँ ढिम्बा भन्दाखेरि चाहिँ घाँटीको ठिक सिधा है ढिम्बा। यहाँ चाहिँ हात यसरी ढोक्नुको मतलब के जनाउँछ भन्दाखेरि चाहिँ मैले कल्पौँ कल्पसम्म चाहिँ कल्पौँ कल्पदेखि चाहिँ अहिलेसम्म गरेको जति पनि पाप छ होइन, वचनबाट गरेको पाप छ, सबै शुद्ध भएर जाओस् अथवा चाहिँ नष्ट भएर जाओस् भनेर यसरी सम्झिनुपर्छ भनेको छ है। निगा भन्छ, निगा भनेको चाहिँ हाम्रो ठ्याक्कै मुटुको चाहिँ स्थानलाई बुझ्छ। मुटुको स्थानमा यसरी चाहिँ हामीले ढोक गर्दाखेरि चाहिँ के सम्झिनुपर्छ भन्दाखेरि चित्तबाट गरिएको चाहिँ पापहरू चाहिँ शुद्ध भएर जाओस् भनेर सम्झिनुपर्छ भनेको छ। त्यस्तै गरेर हामीले ढोक गर्दाखेरि अब काया वाक चित्त अथवा चाहिँ बुद्धको तन मन वचन पनि बुझ्छ हामीले। काया वाक चित्त तन मन वचनबाट गरेको चाहिँ पाप चाहिँ यसरी शुद्ध भएर जाओस् भनेर ढोक्नुपर्छ भनेको छ। ढोक्ने क्रममा हामीले चाहिँ फेरि यो 2टा हात यसरी ढोकिसकेपछि 2टा हात यसरी भुइँमा राख्छौँ होइन। त्यस्तै गरेर 2टा खुट्टाको यो गोडा भनौँ होइन, भुइँमा यसरी टेकेर चाहिँ टाउको यसरी गर्दाखेरि चाहिँ के हुन्छ, 5 हुन्छ। त्यसले चाहिँ के जनाउँछ भन्दाखेरि चाहिँ बुद्धको काया वाक चित्त अथवा चाहिँ बुद्धको ज्ञान र लीला, यो 5वटा चाहिँ हामीमा भएको नराम्रो जस्तै पञ्चविष चाहिँ नष्ट भएर बुद्धको पञ्चज्ञान चाहिँ हामीमा प्राप्त हुन्छ। त्यसै भएको हुनाले हामीले ढोक्दाखेरि कहिले पनि के सोच्ने भन्दाखेरि मैले काया वाक चित्तबाट गरेको चाहिँ पाप चाहिँ पूर्ण शुद्ध भएर जाओस् भनेर चाहिँ जस्तै गुम्बाहरू होइन, बुद्धको चैतीहरूमा गएपछि हामी ढोक्दाखेरि यसरी सोच्नुपर्छ भने त्यहाँ छोटो जानकारी दिएको छ। हामीले नि यसरी एउटा बुद्धिस्ट भइसकेपछि के गर्नुपर्छ भन्दाखेरि बुद्धको अनुसरण अथवा चाहिँ त्रिरत्नको अनुसरणमा भइसकेपछि हामीले के गर्नुपर्छ भन्दाखेरि पापहरू चाहिँ शुद्ध गर्नुपर्ने हुन्छ र धर्म
चाहिँ हामीले के गर्नुपर्छ, सञ्चय गर्नुपर्छ है। यसो भएको हुनाले हामीले हामीमा जहिले पनि नराम्रो चिजलाई नष्ट गरेर चाहिँ राम्रो चिजले ल्याउने हो भने हामीले के गर्नुपर्छ, यस्तो खालको सोच्नुपर्छ भनेर चाहिँ त्यहाँ संक्षिप्त रूपमा अथवा चाहिँ छोटकारीमा चाहिँ बताउनु भएको छ। हजुरहरूले यसरी ढोग गर्न सक्नुहुन्छ र आफूले कायावाक चित्तबाट गरेको चाहिँ पापहरूलाई चाहिँ सदना गर्न सक्छ। कायावाक चित्तबाट गरेको चाहिँ पाप सदना गरिसकेपछि के हुन्छ, बुद्धको कायावाक चित्तको ज्ञान चाहिँ हामीमा प्राप्त हुन्छ। शीघ्र प्राप्त नभए पनि भविष्यमा हामीमा अवश्य नै बुद्धको चाहिँ ज्ञान प्राप्त हुन्छ। त्यसरी विधिगत रूपले चाहिँ हामीले ढोगहरू गऱ्यो भने चाहिँ यसरी बुद्धको ज्ञानहरू चाहिँ प्राप्त हुन्छ भने त्यहाँ एकदमै विशेष रूपले बताएको छ। हामीले नि त्यसरी फाइदा लिन सक्नुहुन्छ। हजुरहरूले पनि त्यसो गर्नुहुन्छ, म पनि त्यसो गर्छु होइन। त्यही भएको हुनाले हामीले जहिले पनि पोजिटिभ नेगेटिभ भन्ने हुन्छ, नेगेटिभ नत्र पोजिटिभ ज्ञानलाई चाहिँ लिनुपर्ने हुन्छ। यसरी हामीले पुण्य सञ्चय गर्न सक्नुहुन्छ। धन्यवाद। आजको मेरो छोटो विषय हजुरहरू समक्ष यहीँ राख्न चाहन्छु। फेरि पनि हजुरहरू समक्ष विभिन्न विषयहरूलाई चाहिँ लिएर उपस्थित हुनेछौँ। भिडियोलाई माया गरेर चाहिँ हेरिदिनु होला। राम्रो लाग्यो भने चाहिँ कमेन्ट पनि गरिदिनु होला। हजुरहरूलाई लागेको जिज्ञासाहरू पनि राम्रो सम्झ। धन्यवाद।